नमस्कार साथीहरू, म बैकुण्ठ र तपाईहरु अहिले हेर्दै हुनुहुन्छ YouTube च्यानल ग्रो विथ बैकुण्ठ। कन्टेन्ट क्रिएसनको जर्नीमा 99% कन्टेन्ट क्रिएटरले भोगेको समस्या म आज तपाईहरुमाझ डिस्कसन गर्न गइरहेको छु। हामी के गर्छौं? एकदमै मोटिभेट भएर भिडियो बनाउँछौं, त्यसपछि त्यो भिडियोलाई एडिट पनि गर्छौं, हामी अपलोड पनि गर्छौं। तर अपलोड गर्नुभन्दा अगाडि हाम्रो एक्सपेक्टेसन त्यो भिडियोलाई लिएर के हुन्छ भने एकदमै ठूलो हुन्छ। हामी फर्स्ट भिडियो अपलोड गरेपछि भाइरल हुने चक्करमा धेरै एक्सपेक्टेसन गर्छौं र त्यहीँनेर चाहिँ 99% कन्टेन्ट क्रिएटर चुक्छन्। एक्सपेक्टेसन र रियालिटी मिल्दैन। 20 मिनेट एफोर्ट लगाएर एडिट गर्छौं र अपलोड गर्छौं। एक्सपिरियन्स कन्टेन्ट क्रिएटरसँग चाहिँ हामीले कम्पेयर गरिरहेको हुन्छौं र अन्त्यमा के हुन्छ? हाम्रो भ्युज त 10, 15, 20 धेरै एकदमै धेरै आयो भने 1000, 2000 सम्म भ्युज आउँछ र रोकिन्छ। सबैभन्दा सरल यसको एउटा मात्रै सोलुसन भनेको कन्सिस्टेन्सी हो, जुन हामीले अघिल्लो भिडियोमा पनि डिस्कस गरेको थियौं। हाम्रो पहिलो पोइन्ट कन्सिस्टेन्सी चाहिँ सबैभन्दा ठूलो गहना हुनु पर्यो कन्टेन्ट क्रिएटरको लागि। र जति पनि अहिले यो भिडियो हेरिराख्नु भएको छ, कृपया तपाईहरुले कतिवटा भिडियो अपलोड गर्नुभयो अहिलेसम्म भनेर मेरो भिडियोमा कमेन्ट गर्नु होला र तपाईको एक्सपेक्टेसन भनेको 100 वटा भिडियो अपलोड गरेपछि मात्रै राख्न थाल्नुहोस्। हस्त आजलाई यति। अब हामी अर्को भिडियोमा फेरि उपस्थित हुनेछौं। नमस्कार।